के तपाईँ अझै पनि एउटा मात्रै ब्याङ्क एकाउन्ट युज गर्नुहुन्छ? एउटाभन्दा धेरै ब्याङ्क एकाउन्टहरू चाहिँ किन चाहिन्छ त? पहिलो कुरो भनेको चाहिँ मनी म्यानेजमेन्ट गर्नको लागि। जस्तै तपाईँले कुनै एउटा एकाउन्ट चाहिँ एक्सपेन्सेसको लागि, एउटा एकाउन्ट सेभिङको लागि र एउटा एकाउन्ट स्यालेरी एकाउन्ट यसरी युज गर्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँले राम्रोसँग मनी म्यानेज गर्न सक्नुहुन्छ। अनि रिस्क कम गर्नको लागि, जस्तै मानौँ तपाईँको एउटा कुनै एकाउन्ट ह्याक भयो अथवा मोबाइल ब्याङ्किङ ह्याक भयो भनेपछि तपाईँको सबै पैसा चाहिँ एकैचोटि रिस्कमा जाँदैन। अनि तेस्रो फाइदा भनेको चाहिँ गोल अनुसारको सेभिङ गर्नको लागि, तपाईँले कुनै भेकेसनको लागि, केही सामान किन्नको लागि अथवा इमर्जेन्सी फन्ड बनाउनको लागि चाहिँ एउटा छुट्टै एकाउन्ट युज गर्न सक्नुहुन्छ। र अर्को फाइदा भनेको चाहिँ डिफ्रेन्ट ब्याङ्कहरूको डिफ्रेन्ट फाइदाहरू लिन सकिन्छ। कुनै एकाउन्टको इन्ट्रेस्ट रेट धेरै हुनसक्छ, कसैको मोबाइल ब्याङ्किङमा धेरै सुविधाहरू हुनसक्छ, अथवा कसैको एटिएमहरू नजिक अथवा एटिएम फास्ट हुनसक्छ, जसले गर्दा चाहिँ हामीले डिफ्रेन्ट सुविधाहरू युज गर्न सक्छौँ। अब मेरो कुरा गर्ने हो भने मसँग 3टा एकाउन्ट छ, जसमा चाहिँ मेरो एउटा एकाउन्ट चाहिँ म आइपिओ भर्नको लागि, सेयरको कोल्याट्रलहरू पे गर्नको लागि र सेयरहरू बेचेर आएको पैसाहरू राख्नको लागि, र त्यसको साथसाथै म त्यो एकाउन्टलाई सेभिङ एकाउन्टको रूपमा पनि युज गर्छु। र अर्को एकाउन्ट छ मेरो स्यालेरी एकाउन्ट, जसमा चाहिँ मेरो स्यालेरी प्लस प्रोजेक्टहरूदेखि आएको इन्कमहरू चाहिँ त्यो एकाउन्टमा आउँछ। र मसँग एउटा अर्को एकाउन्ट छ जसबाट चाहिँ म खर्चहरू मात्र गर्छु, मेरो रेन्टहरू त्यसैबाट पे गर्छु, म कुनै सामानहरू किन्न जाँदाखेरि त्यही मोबाइल ब्याङ्किङ युज गरेर पे गर्छु। र यसको साथै इसेवा र खल्ती जस्तो वालेटहरू पनि छँदैछ, जसबाट चाहिँ म इलेक्ट्रिसिटी इन्टरनेटको बिलहरू पे गर्छु। तपाईँहरूसँग कतिवटा ब्याङ्क एकाउन्ट छ? कमेन्टमा लेख्नुहोला।